स्टेटमा सबैभन्दा ठुलो रिस्क मार्केट होइन, तपाईँले रङ प्रोजेक्ट चुज गर्नु हो। मैले यस्तो मान्छेहरू पनि भेटेको छु कि जसले करोडौँ कमाएको छ र यस्तो व्यक्तिहरू पनि भेटेको छु कि जसले आफ्नो लाइफ टाइम अर्निङ गुमाएको पनि छ। अब जस्तो कि इमेजिन गर्नुहोस्, जस्तो कि तपाईँले आफ्नो दुःख गरेर कमाउनु भएको पैसा तपाईँले एउटा सेल्स एजेन्टलाई विश्वास गरेर उसले राम्रो रेन्टल दिन्छ भनेर तपाईँले एउटा अपार्टमेन्ट किन्नुभयो र त्यो अपार्टमेन्ट तपाईँको 3 वर्षपछि ह्यान्डओभर हुँदाखेरि तपाईँको त्यो प्रोजेक्टको तपाईँको डिमान्ड पनि छैन अनि तपाईँको त्यसको रेन्टल पनि आउँदैन र त्यो प्रपर्टीको प्राइस पनि त्यस्तो खासै इन्क्रिज भएको छैन। तपाईँको रियालिटी के हो भने दुबईमा तपाईँले प्रोजेक्ट किन्नु छ भने यो 5 वटा कुरा चाहिँ तपाईँले याद गर्नुपर्ने हुन्छ। जस्तो कि डेभलपरको तपाईँको ट्र्याक रेकर्ड है, अनि फ्युचर ग्रोथ हुने लोकेसन त्यो हो कि होइन, अनि रेन्टल डिमान्ड कस्तो छ भनेर, अनि पेमेन्ट प्लान तपाईँको प्र्याक्टिकल छ कि छैन, अनि एक्जिट स्ट्राटेजी के हो भनेर तपाईँले यो 5 वटा कुरा याद गर्नुभयो भने तपाईँले राम्रो इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ। जस्तो कि स्मार्ट इन्भेस्टरहरूले तपाईँको सस्तो खाले अपार्टमेन्ट हेर्दैन कि उनीहरूले चाहिँ आफ्नो फ्युचरमा भ्यालु क्रिएट गर्ने राइट अपार्टमेन्ट किन्छ। यही कुराले गर्दाखेरि प्रफिट एन्ड लस छुटिन्छ। अनि त्यो कारणले गर्दाखेरि दुबईमा 1 दिराम पनि इन्भेस्ट गर्नुभन्दा अगाडि तपाईँ राइट गाइडेन्स लिनु होला है। तपाईँको एउटा सानो गल्तीले गर्दाखेरि तपाईँले जिन्दगीभर कमाउनु भएको पैसा सबै गुमाउनु पनि सक्नुहुनेछ। त्यो कारणले गर्दाखेरि चाहिँ यदि तपाईँलाई राइट गाइडेन्स त्यस्तो केही चाहिन्छ, दुबईको रियल इस्टेटको बारेमा तपाईँलाई केही बुझ्नु मन छ भने मैले यो दिएको नम्बरमा तपाईँले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तपाईँलाई म A to Z सबै डिटेलमा म तपाईँलाई एक्सप्लेन गरिदिनेछु अनि तपाईँले मलाई डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुन्छ।